आई डोन्ट ह्याभ डलर कार्ड्स कसरी सामान ल्याउने कुनै बिजनेस स्टार्ट गर्नु छ भने चाइनाबाट कुनै पनि सामान इम्पोर्ट गरेर बिजनेस गर्नको लागि डलर कार्ड चाहिँदैन। तपाईले चाइनामा सामान खोज्नुहोस् र सामानको सेलरसँग कुन कुन सामान अर्डर गर्ने हो त्यति सामानको पर्चेज कस्ट कति हुन्छ भनेर सोध्नुहोस् र तपाईलाई त्यो सामानको डिटेल्स हामीलाई दिएपछि हामी सेलरलाई पेमेन्ट गरेर प्रोसेस अगाडि बढाइदिन्छौँ। तपाईले जस्ट सामान खोज्नुहोस्, कुन कुन सामान इम्पोर्ट गर्ने हो हेर्नुहोस्, कन्फर्म गर्नुहोस् र त्यो सामान त्यो सेलरसँग कुरा गरेर त्यो सामानको सबै डिटेल्स जस्तै सामान के हो, कति क्वान्टिटीको छ र कति भोल्युमको छ र यो डिटेल्स हामीलाई दिएपछि हामी तपाईलाई त्यो सामानको इम्पोर्टमा लाग्ने कस्ट प्रोभाइड गरिदिन्छौँ। त्यसपछि तपाईलाई ठीक लाग्यो भने प्रोसेस गर्न सक्नुहुन्छ र त्यसपछिको सम्पूर्ण कुरा हाम्रो इम्पोर्ट टिममा एकजना डेडिकेटेड CRM ले गरिदिनुहुन्छ। सो पेमेन्टको टेन्सन नलिकन जस्ट सामानमा फोकस गरेर हामीलाई डिटेल्सहरू सेन्ड गर्नुहोस् र सामान कसरी खोज्ने, सेलरसँग कसरी कुरा गर्ने भनेर सोच्दै हुनुहुन्छ भने रोदी इम्पोर्ट मास्टरीको भिडियोजहरू हेर्न सक्नुहुन्छ र इम्पोर्ट प्रोसेसको बारेमा थप जानकारीको लागि हामीलाई कल, मेसेज वा काठमाडौँको पुरानो बानेश्वरमा रहेको हाम्रो अफिस पनि भिजिट गर्न सक्नुहुन्छ। थ्यांक यू फर वाचिङ।